अनि तिनी चाहिँ सृजनशील हुन सिक्छिन् रे है। कुनै पनि कुरालाई चाहिँ एउटा नयाँ प्रकारले चाहिँ गर्न चाहिँ चाहन्छन् सफल नारीले चाहिँ है। र हरेक नयाँ दिनका मागहरूको सामना गर्दा तिनको हृदयमा तिनी विश्वासलाई उठ्न दिन्छन्। आमेन। जति नयाँ दिनको मागहरू हुन्छ नि, जो कहिलेकाहीँ हाम्रोमा अपर्चुनिटी रूपले चाहिँ के हुन्छ, ऋण लाग्छ, कसरी ऋण तिर्ने भने पैसा आउँदैन, ती सबै कुरामा चाहिँ तिनले चाहिँ के गर्छन्, विश्वासले चाहिँ उठ्न दिन्छन्। आमेन। अनि जब हामीले विश्वासलाई चाहिँ गर्छौँ, उठ्न दिन्छौँ भने हामीलाई जुड्छ पनि। आमेन। कतिपटक हामी विश्वास नगरेको कारण आफै दुखित हुन्छौँ, ला कसरी होला, के गरेर जुटाउने होला भनेर चाहिँ। तर जब हामी खाँचो पर्दाखेरि है, नयाँ दिनका मागहरूको सामना गर्दाखेरि जब विश्वासलाई उठ्न दिन्छौँ अनि परमेश्वरले जुटाउनुहुन्छ विश्वास गर्छौँ अनि चाहिँ प्रभुले जुटाउनुहुन्छ। आमेन। अनि अर्को छ, उनी चाहिँ सरसफाइ र घरमा आवश्यक कुराहरूको ध्यान गर्नु र घरलाई चाहिँ एउटा सानो स्वर्ग बनाउन मद्दत गर्छन् आफ्नो श्रीमानलाई होइन, आफ्नो फ्यामिलीमा चाहिँ। परमेश्वरले चाहिँ अनि स्वर्ग पृथ्वी सृष्टि गर्नुभयो है। अनि यो पृथ्वी पनि, हामी बसेको पृथ्वी पनि एउटा सानो स्वर्ग हो, एउटा अदनको बगैँचा हो। हालेलुया। जहाँ चाहिँ सबै कुराहरू थियो। अनि त्यो सफल नारीले चाहिँ के गर्छन् भने सरसफाइमा पनि धेरै ध्यान दिन्छन् है। कहिलेकाहीँ हामी कसै घरमा पाहुना गऱ्यौँ भने कति होइन, अब जुठै भाँडा हुन्छन् अथवा कहिले अब बिरामी हुँदा त फरक कुरा छ है, तर बिरामी नहुँदाखेरि पनि जुठो भाँडाहरू हुने, फोहोर मैलाहरू हुने, छोराछोरीहरूले कपडा हुने फोहोर मैला नभ्याउँदा त गाउँघरमा त काम पनि धेरै हुन्छ होइन, अलिकति मिसाउन नमिल्ला। कहिलेकाहीँ समय हुँदाखेरि चाहिँ हामीले गर्नुपर्छ। एउटा घरलाई चाहिँ सरसफाइमा पनि धेरै ध्यान गर्नुपर्छ। आमेन। आफ्नो नाउँ काट्ने, छोराछोरीको नाउँ काटिदिने होइन, फोहोर मैलाहरू हुन्छ, घरलाई चाहिँ अझै सफा राख्न। मैले भने अगाडि सृजनशील हुन्छन् है, जस्तो कि घरमा चाहिँ एउटा डेकोरेसन गर्छन् उनले, घरमा फुलहरू लगाउने, बगैँचाहरू बनाउने अथवा नयाँ नयाँ प्रकारले चाहिँ उनले चाहिँ आफ्नो घरलाई चाहिँ राम्रो गराउन चाहिँ कोसिस गर्छन्। अनि आफ्नो परिवारमा भएका जो बच्चाहरू, विशेष गरेर परमेश्वरले चाहिँ हाम्रो आमा दिदी बहिनीहरूलाई चाहिँ घरमा चाहिँ आफ्नो बच्चाहरूलाई संस्कार दिनको निम्ति पनि सिर्जना गर्नुभएको। आमेन। संस्कार भन्ने कुरा चाहिँ दिएर हुन्छ। हामीले जब दिन्छौँ, जस्तो कि कहिलेकाहीँ हामी पाहुना जाँदाखेरि कुनै बच्चाहरू मोबाइलमै व्यस्त हुन्छ, अहिले प्रायः जस्तो मोबाइलमै व्यस्त हुन्छ बच्चाहरू है। तर कुनै बच्चाहरूले चाहिँ जब पाहुनाहरू आयो भने बस्नुहोस् भन्छ, किनकि घरमा संस्कार त्यही अनुसारको दिएको छ है। बस्नुहोस्, पानी खाएर जानुलाई पानी पनि ल्याइदिन्छ है, कतिले चिया खाएर जानुलाई भन्छ। तर कति बच्चाहरूलाई चाहिँ अहिलेको समयमा हेर्दाखेरि मतलबै हुँदैन, उनीहरू चाहिँ मोबाइलमै व्यस्त हुन्छ, किनकि हामीले संस्कार सिकाएका छैन है। आमा दिदी बहिनीहरूले चाहिँ हामीले ख्याल गर्नुपर्छ। आफ्नो बच्चालाई सानैबाट संस्कार दियौँ भने पछि गएर सिकाउन सजिलो अथवा हामीलाई सजिलो हुन्छ। अहिले हामीले संस्कार सिकाएनौँ, दिएनौँ भने पछि गएर गाह्रो हुने हामीलाई नै हो। फेरि तिनीहरूलाई तालिम दिँदा हामी थाक्छौँ है। म पढेको छु, धेरै पढेको छु। कतिपय नानीहरूलाई चाहिँ सानैमा हामीले नसिकाएर चाहिँ पछि ठुलो भएर सिकाउँदाखेरि धेरै थाकिन्छ अनि उनीहरूले झर्को मान्छन्, मन दुखाउँछ अनि कति त रुन्छन् पनि। त्यस कारणले गर्दाखेरि हामी सानै हुँदाखेरि बच्चाहरूलाई चाहिँ विशेष गरेर आमा दिदी बहिनीहरूले चाहिँ सिकाउनु पर्छ घरमा है। ख्याल गर्नुहोस्। अनि घरलाई सरसफाइ गर्दाखेरि अनि केटाकेटीहरूलाई हामी सिकाउनु पर्छ। आफूले काम गर्दाखेरि कतिपटक हामी आफै गर्न खोज्छौँ, बच्चाहरूले सिकाउँदैन, मैले आफै गर्न सक्छु भन्छ। यस्तो गर्दाखेरि पनि दुःख हुन्छ हामीलाई, किनकि पछि गएर दुःख हुन्छ। सानोमा त उनीहरू एउटा के भन्छ, फुला परेको भन्छौँ नि, त्यस्तै गरेर हुर्किन्छन्। पछि गएर चाहिँ ठुलो भइसकेपछि ओहो यसलाई त घरमा संस्कारै दिएको हुन्छ, सिकाएकै रहेनछन् भनेर पछि फेरि हामीलाई त्यो भनाइ खाँदाखेरि हामीलाई के लाग्छ, नराम्रो महसुस हुन्छ। आमाहरूलाई चाहिँ मन दुख्छ, हो मैले सिकाउन सकिनँ कि, मैले राम्रोसँग तालिम दिन सकिनँ कि, मेरै खोट हो कि, यस्तो चाहिँ हुन्छ। यस कारणले गर्दा हामीले नानी बाबुहरूलाई पनि संस्कार चाहिँ सिकाउनु पर्छ, घरमै चाहिँ दिनुपर्छ, संस्कार दिनुपर्छ। अनि कहिलेकाहीँ चाहिँ हामीले घरमा चाहिँ होइन, अब केही चिया बनायौँ भने हामीले लग्नको सट्टा बच्चाहरूलाई लगिदिउँ न भनेर चाहिँ भन्यौँ भने पनि उनीहरूले चाहिँ सिक्छन् है। त्यो किसिमको वातावरण हामीले सिर्जना गर्नुपर्छ। अनि अर्को कुरा, महिलाहरू है,
महिलाहरूको कारणले गर्दाखेरि आफ्नो घरका पति होस् अथवा आफ्नो घरका चाहिँ परिवारहरू तिनीहरू आश्रित हुन्छन्। आमेन। हाम्रो घरमा यदि आश्रित हामीले देख्छौँ भने हाम्रो कारणले छ। आमेन। हामी छोरीको कारणले छ। हालेलुया है। किनकि छोरीले चाहिँ के गर्छ, घर सरसफाइ गर्छ, राम्रो वातावरण चाहिँ बनाउँछ। कोही आउँदाखेरि छोरी भएको घर छुट्टै चिनिन्छ भन्छ नि, कुनै त छोराले पनि गर्छन् होइन, छोराहरूले पनि गर्नुपर्छ, छोराहरूलाई पनि दिनुपर्छ। तर विशेष गरेर आज यो दिनमा चाहिँ म महिलाहरूलाई नै बढी फोकस गर्छु कि महिलाहरूले चाहिँ के गर्छन्, घरलाई सिँगार्छन्, राम्रो गराउँछन्। महिलाहरू भएको घर छुट्टै हुन्छ। म भान्जीको त्यहाँ, हाम्रो प्रकृति भान्जीको त्यहाँ गएको थिएँ, त्यहाँ फुलै फुल लाउनु भएको रहेछ, आँगनमा पनि हरियो गराउनु भएको रहेछ होइन। अरूको पनि होला, मैले अब सबै डिटेलमा गएको त छैन, जहाँ जहाँ गएको छु त्यहाँ त्यसरी देखिन्छ होइन। अस्ति फुपूको घरमा जाँदाखेरि त्यो सानो नानी जो चोलो लाएर आएछ, उसले चाहिँ हामीलाई पानी दियो गिलासमा भरेर। अनि यसरी चाहिँ हामीले संस्कार चाहिँ दियौँ भने चाहिँ हाम्रो घर आश्रित हुन्छ है होइन। छोरीले गर्दा चाहिँ घर धेरै राम्रो देखिन्छ, सुन्दर देखिन्छ। किनकि छोरीले राम्रोले संस्कार सिक्यो भने उसले पछि गएर राम्रो काम गर्छ। बिहा गरेर गरे पनि राम्रो काम गर्छ, घरमा पनि गर्छ। छोराले भन्दा ठुलो काम गर्छ। आमेन। अनि एक सफल पुरुषको पछाडि तिनको पत्नीको हात हुन्छ। अनि हामीले चाहिँ अर्को कुरा चाहिँ बचत गर्ने बानी बसाल्नुपर्छ है। कति चाहिँ हामीले फुर्मासहरू गर्छौँ, खोज्न माग्न जाँदा कति गाह्रो हुन्छ। खोज्न जाँदाखेरि हो नि त्यसले केही भन्ने हो कि अथवा त्योसँग छैन कि भनेर ठाउँ घुम्न पनि त गाह्रो हुन्छ नि है। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ बचत गर्ने बानी पनि बसाल्नुपर्छ। थोरै थोरै गरेर चाहिँ धेरै हुन्छ। थोरै थोरै गरेर समुद्र बन्छ भन्ने हजुरलाई थाहा छ नि। थोरै थोरैले चाहिँ के हुन्छ, धेरै हुन्छ है। यस कारणले गर्दा कति श्रीमानहरू चाहिँ विदेशमा हुनुहुन्छ होला कतिको चाहिँ, अनि हामी चाहिँ फेथफुल हुनुपर्छ आफ्नो श्रीमानको अगाडि पनि। अनि हामीले चाहिँ पारदर्शी पनि हुनुपर्छ। त कति नराम्रो छ यस्तो, अर्का फलानाको छोरी के अरे बुढी त कति राम्री स्लिम फिट सरी, अब के भन्छ अरे कति राम्रो छ होइन, कति त अब के हुन्छ पातलो, कति पातलो पनि भन्न सक्छन् है। त्यस कारण गर्दाखेरि म हाम्रो आमा दिदी बहिनीहरूलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हामी साहसिलो हुनुपर्छ। हामी साहसिलो हुनुपर्छ है। किनकि जब हामीले उत्पत्तिको पुस्तकमा हेऱ्यौँ भने परमेश्वरले चाहिँ बगैँचाको गोडगाड र हेरचाह गर्नको लागि चाहिँ आदमले बनाउनु भएको है। आदमलाई चाहिँ त्यो बगैँचाको हावा हो नि, त्यो अदनको बगैँचा त हो, वास्तवमा चाहिँ परिवार नै हो नि त हाम्रो बगैँचा त। अनि परमेश्वरले चाहिँ आदमलाई जिम्मा दिनुभएको छ है। अनि त्यस्तो कसैको श्रीमानले चाहिँ भन्नुहुन्छ भने उता राम्रो, उसको कपाल राम्रो, यताउति यावत भन्नुहुन्छ भने हजुरले पनि भन्न सक्नुहुन्छ म पनि राम्रै हुन्थेँ, मैले पनि कपाललाई तपाईँले स्ट्रेट गरिदिनु भयो भने, अथवा विभिन्न कुराहरू हामी भन्न सक्छौँ कि है। त्यो बोल्न पनि हामी चाहिँ पर्छ। किनकि चाहिँ त्यो चोट खाएर बस्नुभन्दा एकैछिन बोल्दाखेरि कुनै आवश्यक कुराहरू बोल्दा पनि राम्रो हुन्छ महिला हामीहरूले चाहिँ। अनि हामीले चाहिँ आफ्नो शरीरलाई पनि आवश्यक अनुसार चाहिँ बनाउनुपर्छ है। म पनि धेरै मोटी थिएँ, तर यो शरीर घट्नको लागि धेरै सङ्घर्ष चाहिँ गर्नु पर्यो। कतिजना यहाँ पातलो पनि हुनुहुन्छ, कति मोटाउन चाहनुहुन्छ। आफ्नो शरीरलाई फिट राख्नु पनि पर्छ। हाम्रो आमा दिदी बहिनीहरूलाई अलि हेल्दी खानेकुराहरू खानुपर्छ। विशेष गरेर गाउँमा त हेल्दी कुराहरू पाउँछ होइन। मैदा चाहिँ अलिक कम खानुपर्छ हामीले। अरू ढेँडो आँटो यस्तो कुराहरू, साग सब्जी हरियो कुराहरू खायौँ भने पनि हामी लामो जिउँछौँ है। हामीले वचनले मात्रै होइन तर हामीले हाम्रो घरलाई पनि मेन्टेन गर्न सक्नुपर्छ र नानी बाबुलाई त्यही सिकाउनुपर्छ। दाँतमा किरा आउँछ पछि अनि पैसा कसको खर्च हुन्छ, हाम्रै खर्च हुन्छ नि। त्यही भएर चाहिँ नानीहरू र बाबुहरूलाई चाहिँ मिठाई चाहिँ कम खान दिनुपर्छ। कहिले कसो मिठाईको सट्टा बरु मकैहरू भुटेर हुन्छ कि होइन कसरी हुन्छ, घरमा भएको कुराहरू चाहिँ खानु सिकाउनुपर्छ। पछि गएर चाहिँ के हुन्छ भन्दाखेरि हामी माथि नै आइपर्छ। आमाले चाहिँ हामीलाई यस्तो खायो र हामी यस्तो भयो भने को माथि आउँछ, आमामाथि नै आउँछ पछि सबै कुराहरू है। अनि आमालाई त जिम्मा हुन्छ नि, मेरो आमाले गर्दाखेरि यस्तो भयो उस्तो भयो भनेपछि आमालाई आउँछ। यस कारणले गर्दाखेरि हामीले चाहिँ घरमा बनेको कुराहरू बरु अल्छी नगरिकन चाहिँ खुवाउनुपर्छ। चाउचाउहरू बिस्कुटहरू यी बाहिरको कुराहरूमा अलिक कम चाहिँ हामीले चाहिँ ध्यान केन्द्रित गर्नुपर्छ नानीहरूलाई है। जति एकल स्त्रीहरू हुनुहुन्छ, अब यहाँ त सबैको विवाह भइसक्यो होला, कतिको विवाह भएर श्रीमान पनि हुनुहुन्न होला, उहाँहरूको लागि म भन्न चाहन्छु कि अनि आधुनिक समाजमा चाहिँ अब विवाहभन्दा एकल जीवनलाई बढी इज्जत र
प्रतिष्ठा दिने प्रवृत्ति भएको तथ्य हुँदाहुँदै पनि साँच्चीकै एक्लै स्त्रीसँग जोडिएको एउटा खास निन्दा पनि छ हाम्रो समाजमा है। रूढिबद्ध धारणामा चाहिँ त्यो स्त्री हो जो निराशाजनक अवस्थामा एक्लै छ होइन, ऊ त एक्लै छ, उसको त घरमा कोही पनि छैन, उसको त पति पनि मरिसक्यो, उसको त विवाह भएको छैन, त्यसले एउटा के छ पुरुषको चाहिँ त्यो खोजीमा चाहिँ त्यस्तो किसिमको एउटा धारणा चाहिँ हुनसक्छ है। हामीले एउटा फरक दृष्टिले चाहिँ हेर्न सक्छौँ। तर परमेश्वरको है, अब सुन्नुहोस् है, परमेश्वरको राज्यको कुरा चाहिँ के छ भन्दाखेरि एउटै विश्वासी स्त्री है, चाहे त्यो विवाहित होस् वा एकल, त्यसले चाहिँ आज आफ्नो जीवनको निम्ति परमेश्वरको योजना ग्रहण गर्दा साँचो सन्तोष र पूर्णता पाउँछ। आमेन है। चाहे एकल स्त्री होस् चाहे विधवा होस्, त्यसको जीवनमा परमेश्वरको ठुलो योजना छ। आमेन। तर हाम्रो समाजमा चाहिँ के हुन्छ, फरक हुन्छ। त्यो एक्लै छ, अहिलेसम्म त्यसलाई कसैले हेरेको छैन, त्यसको विवाह भएको छैन, विभिन्न कुराहरू हुन सक्छ। तर परमेश्वरको योजना चाहिँ उत्तम छ, किनकि परमेश्वरको वचनले चाहिँ के भन्छ भन्दाखेरि विवाह भएकोले चाहिँ आफ्नो पतिलाई र परमेश्वरलाई कसरी, आफ्नो पतिलाई कसरी खुसी पार्नु भनेर सोध्छ। तर विवाह नभएकोले चाहिँ आफ्नो परमेश्वरलाई चाहिँ कसरी खुसी पार्नु भनेर सोध्छ। आमेन। यस कारणले गर्दा तपाईँ एक्लो हुनुहुन्छ भने पनि अनि तपाईँले चिन्ता गर्नु पर्दैन है। अनि एकल स्त्रीको निम्ति चाहिँ उहाँको योजना भविष्यमा परिवर्तन चाहिँ हुन सक्छ अरे है। भविष्यमा विवाह होला, अब नहुन पनि सक्छ, परिवर्तन हुन सक्छ। तर तिनको निम्ति महत्त्वपूर्ण कुरा अहिले चाहिँ के हो भन्दाखेरि आफ्नो जीवनमा उहाँको उद्देश्य स्वीकार गर्नु र पूर्ण गर्नु। आमेन। परमेश्वरको उद्देश्य के छ त्योलाई हेर्नु हो। आमेन। अनि कतिको निम्ति चाहिँ विवाह कहिले परमेश्वरको योजनाको हिस्सा नहुन पनि सक्छ है। सबैलाई त्यस्तो चाहिँ हुँदैन, कोही कोहीले चाहिँ हुन सक्छ है। अनि एउटा खास अर्थमा एकल स्त्रीले परमेश्वरलाई आफ्नो शिरको रूपमा चिन्दछिन्। तिनले उहाँसित सदा सर्वदै रहिरहने अद्वितीय सम्बन्ध कायम गर्छिन्। तिनी उहाँको निम्ति अलग गरिएकी हुन्छन्। तिनी उहाँप्रति र उहाँका राज्यका हितहरूमा अर्पित हुन्छन्। आमेन। यो चाहिँ के हो, एकल महिलाको कुरा चाहिँ मैले हजुरहरूलाई चाहिँ गरिरहेको छु है। म चाहिँ तपाईँहरूलाई चाहिँ सफलताको निम्ति केही गोप्य सूत्रहरू भन्न चाहन्छु। मैले चाहिँ किताबबाट चाहिँ लेखेको छु है। सफलताको निम्ति गोप्य जानकारीहरू भनेर यहाँ लेखिएको छ। म त्यही कुरा चाहिँ हजुरको विषयमा भन्न चाहन्छु। हरेक हप्ता विश्रामको एक दिन प्राप्त गर्ने गरी योजना गर्नुहोस्। यो पुरानो कुराको व्यवस्था मात्र होइन, परमेश्वरले मोसाको व्यवस्थाभन्दा पहिले 6 दिनसम्म काम गरेर विश्राम गर्नुभयो। आमेन। कहिलेकाहीँ चाहिँ हामी धेरै थकित हुन्छौँ, विश्राम पनि गर्नुपर्छ। महिलाहरूले चाहिँ घरकै काममा मात्र व्यस्त भइरहँदाखेरि हामीलाई तनाव पनि हुन्छ, हामी डिप्रेसनमा पनि जान, धेरै कामले पनि मान्छेलाई थकित बनाउँछ, रोगी बनाउँछ। कहिलेकाहीँ चाहिँ हामी विश्राम पनि गर्नुपर्छ। जसरी अनि पुरानो कुरामा मात्र नभएर यहाँ चाहिँ हामी हेऱ्यौँ परमेश्वरले मोसाको व्यवस्थाभन्दा पहिले 6 दिनसम्म है, व्यवस्थाभन्दा पहिले नै उत्पत्तिमा नै परमेश्वरले के गर्नुभयो, 6 दिनसम्म काम गर्नुभयो। 6 दिनसम्म काम गर्नुहोस् है, एकदम परिश्रम गर्नुहोस्, कडा मेहनत गर्नुहोस्। तर कुनै दिनहरू, शनिबार मात्रै होइन अरू दिन पनि हजुर छुट्याउन सक्नुहुन्छ। समय निकालेर चाहिँ हजुरहरूले चाहिँ घरमा चाहिँ एउटा होइन गेमहरू, केटाकेटीसँग गेमहरू खेल्ने अथवा उनीहरूको भविष्यको बारेमा कुरा गर्ने, अथवा कतै घुम्न जाउँ भन्ने, अथवा कतै एकान्त समय परमेश्वरसँग चाहिँ व्यतीत गर्ने। आज चाहिँ हामी धेरै काम गऱ्यौँ छोराछोरीहरू, आज चाहिँ हामी परमेश्वरलाई दिनुपर्छ है भन्ने एउटा त्यो टाइम पनि हामीले छुट्याउन सक्छौँ। हामी त्यो छुट्यायौँ भने हामीलाई चाहिँ अलिकति के भन्छ, रिल्याक्स भए जस्तो, आनन्द भए जस्तो हुन्छ। अनि क नम्बर 6, तनावमुक्त अनुभव गर्ने वस्त्रहरू पहिरहनुहोस् है। कहिलेकाहीँ चाहिँ हामीले चाहिँ एउटा तनावमुक्त हुने वस्त्रहरू पनि पहिरहन सक्छौँ कि एउटा आराम दिने अथवा हामीलाई मनपर्ने कपडाहरू लगाउन सक्छौँ। कुनै दिनमा हामीले छुट्याएको दिनमा चाहिँ सहज र हलुका खाना खाने, सधैँभरि मासु र भात भयो भने पनि गाह्रो हुन्छ नि होइन, अथवा सधैँभरि तेल भएको खानेकुराहरू खानुको सट्टा कहिलेकाहीँ चाहिँ हप्तामा एक दिन बोइल खायौँ भने पनि हामीलाई पेट सफा हुन्छ। अथवा फास्टिङ बस्यौँ भने पनि के हुन्छ, हप्तामा एक दिन पेट हाम्रो क्लियर हुन्छ।